Hello and namaste everyone. Welcome to Chemify Nepal. आज चाहिँ हामी हजुरहरूको लागि भोल्युमेट्रिक एनालाइसिसको लास्ट पार्ट लिएर आएको छौँ। सो यसमा चाहिँ हामीले आज प्राइमेरी स्ट्यान्डर्ड सब्स्टेन्स भनेको के हो, सेकेन्डरी स्ट्यान्डर्ड सब्स्टेन्स भनेको के हो, नर्मालिटी फ्याक्टर भनेको के हुन्छ, टाइट्रेसन भनेको के हो र योसँग रिलेटेड डिफ्रेन्ट टर्म्सहरूको बारेमा डिस्कस गर्छौँ एन्ड देन हाम्रो यो च्याप्टर कम्प्लिट हुन्छ। सो लेट्स गेट स्टार्टेड विथ प्राइमेरी स्ट्यान्डर्ड सब्स्टेन्स के हो त यो भनेको भनेर। सो कुनै पनि सब्स्टेन्स जो प्योर स्टेटमा हुन्छ, जो स्टेबल फर्ममा हुन्छ, जसले आफ्नो कम्पोजिसन अथवा वेट लस गर्दैन, वेट लिने क्रममा अथवा स्टोरेज गरेर राखेको बेलामा आफ्नो वेटहरू लस गर्दैन, कम्पोजिसन लस गर्दैन भने त्यस्तो खालको सब्स्टेन्सलाई हामी के भन्छौँ त प्राइमेरी स्ट्यान्डर्ड सब्स्टेन्स भन्छौँ। के रहेछ त प्योर हुनु पर्यो। के हुनु पर्यो? प्योर। स्टेबल हुनु पर्यो। वेट र कम्पोजिसन should remain same during storage or weighing. यो हुनु पर्यो। अर्को भनेको प्राइमेरी स्ट्यान्डर्ड सब्स्टेन्सबाट बनाएको सोलुसनलाई हामीले प्राइमेरी स्ट्यान्डर्ड सोलुसन भन्छौँ र यो प्राइमेरी स्ट्यान्डर्ड सोलुसनको हेल्पबाट हामीले यस्तो सोलुसन जसको कन्सन्ट्रेसन थाहा छैन त्यो निकाल्छौँ बाई डुइङ टाइट्रेसन। सो के रहेछ त सोलुसन मेड बाई using it is primary standard solution. What are the examples of primary standard substance? के हो त examples भन्दाखेरि for example K2Cl2O7 यानी Cl more salt etc. These are the examples. So हामीलाई यसबाट एक्जाममा सोध्ने भनेको डिफाइन प्राइमेरी स्ट्यान्डर्ड सब्स्टेन्स गिभ एक्जाम्पल भन्न सक्छ। अर्को भनेको वाट आर दि रिक्वायरमेन्ट्स फर एनी सब्स्टेन्स टु बी अ प्राइमेरी स्ट्यान्डर्ड सब्स्टेन्स। कुनै पनि सब्स्टेन्सलाई प्राइमेरी स्ट्यान्डर्ड सब्स्टेन्स भनेर भन्नको लागि के कुराहरू हुनुपर्छ त भन्ने कुरा हुन्छ। सो हेरौँ requirements to be primary standard substance. एउटा त हामी अघि भनिहाल्यौँ के हुनुपर्छ प्योर स्टेबल हुनु पर्यो। अर्को भनेको नन टक्सिक हुनु पर्यो, टक्सिक हुनु भएन, नन टक्सिक हुनुपर्छ। अर्को भनेको नन इफ्लोरेसेन्ट हुनु पर्यो। नन इफ्लोरेसेन्ट भनेको आफूसँग भएको वाटर मोलिक्युल्स चाहिँ इन्भाइरोमेन्टमा लस गर्नु हुनु भएन। अर्को भनेको नन हाइग्रोस्कोपिक। नन हाइग्रोस्कोपिक भनेको के हो त भन्दाखेरि एटमोस्फियरमा भएको वाटर मोलिक्युल्सलाई आफूले एब्जर्ब गरेर बस्नु भएन, वाटर मोलिक्युललाई एब्जर्ब गर्नु नै भएन। अर्को भनेको नन डेलिक्वेसन। नन डेलिक्वेसन भनेको चाहिँ एटमोस्फियरमा भएको वाटर मोलिक्युललाई एब्जर्ब गर्ने
एब्जर्भ गरेर सल्युसन बन्ने खालको हुनु भएन। हाइग्रोस्कोपी भनेको एब्जर्भ मात्रै गर्ने भयो भने डेली क्वेसन भनेको एब्जर्भ गरेर सल्युसन बनाउने भयो। यो दुइटै हुनु भएन। भनेपछि यति यस्ता क्यारेक्टरिस्टिक्स भएका सब्सटेन्सलाई चाहिँ हामीले के भन्न सक्छौँ त प्राइमेरी स्ट्यान्डर्ड सब्सटेन्स भन्न सक्छौँ। सो अब सेकेन्ड हाम्रो के छ त सेकेन्डरी स्ट्यान्डर्ड सब्सटेन्स। ठ्याक्क प्राइमेरीको अपोजिट भनेको सबै सेकेन्डरी हुने भयो। जस्तै कि प्राइमेरी प्योर थियो अनि सेकेन्डरी के हुने भयो त अब इम्प्योर हुने भयो, इम्प्योर सब्सटेन्स हुने भयो। प्राइमेरी स्टेबल थियो भनेपछि यो के हुने भयो लेस स्टेबल हुने भयो। प्राइमेरीले वेगिङको टाइममा र स्टोरेजको टाइममा आफ्नो वेट र कम्पोजिसनमा चेन्जेस ल्याएको थिएन भने सेकेन्डरीले के गर्नुभयो त वेट लिने क्रममा र स्टोरेज गरेर राख्ने क्रममा आफ्नो कम्पोजिसनमा चेन्जेस ल्याउने भयो। चेन्ज इन कम्पोजिसन, चेन्ज इन composition during storage and weighing. भनेपछि solution prepared by using secondary standard substance is known as secondary standard solution. Solution made from it is known as secondary standard solution. जसरी हामीले प्राइमेरी स्ट्यान्डर्ड सल्युसन युज गरेर अननोन सल्युसनको कन्सन्ट्रेसन पत्ता लगाएको थियौँ, त्यसरी डिरेक्टली सेकेन्डरी स्ट्यान्डर्ड सल्युसन चाहिँ हामीले युज गर्न मिल्दैन। पहिला सुरुमा हामीले प्राइमेरी स्ट्यान्डर्ड सल्युसनको हेल्पबाट सेकेन्डरी स्ट्यान्डर्ड सल्युसनको कन्सन्ट्रेसन निकाल्छौँ एन्ड देन बल्ल यसलाई युज गरेर अरू अननोनको निकाल्न मिल्यो, डिरेक्टली चाहिँ मिल्दैन। वाट आर द एक्जाम्पल्स? एक्जाम्पल्स भनेको फर एक्जाम्पल HCl, H2SO4, NaOH, KMNO4 etc. सो यो भनेको हाम्रो के भयो त सेकेन्डरी स्ट्यान्डर्ड सब्सटेन्स भयो। अर्को हाम्रो सब हेडिङ रहेको छ कन्सन्ट्रेसन फ्याक्टर अर नर्मालिटी फ्याक्टर विच इज रिप्रेजेन्टेड बाई स्मल एफ। अब के हो त यो कन्सन्ट्रेसन फ्याक्टर अथवा नर्मालिटी फ्याक्टर भनेको भन्दाखेरि हामीले टाइट्रेसन गर्ने बेलामा डिफ्रेन्ट कन्सन्ट्रेसनको सल्युसन बनाउँछौँ हो। त्यो डिफ्रेन्ट कन्सन्ट्रेसनको सल्युसन बनाउनको लागि हामीले त्यसको वेट लिनुपर्छ अनि त्यो वेट हामीले जति लिनुपर्ने हो त्यति नै वेट लिन सक्दैनौँ। भनेपछि हामीले जति कन्सन्ट्रेसनको बनाउन खोजिरहेछौँ एक्ज्याक्टली त्यति कन्सन्ट्रेसनको बनिरहेको हुँदैन। सो हाम्रो कति कन्सन्ट्रेसनको चाहिँ बन्यो त भन्ने कुरालाई निकाल्न चाहिँ हामीले नर्मालिटी फ्याक्टर भन्ने टर्म युज गर्नुपर्छ, जसलाई हामीले करेक्सन फ्याक्टर पनि भन्न सक्छौँ किनकि यसले हाम्रो एक्ज्याक्ट नर्मालिटी अथवा मोलारिटी निकाल्न हेल्प गर्छ, कन्सन्ट्रेसन निकाल्न हेल्प गर्छ। सो लेट अस कन्सिडर हामीले अहिले 1 NaHCl बनाउँदैछौँ। कति बनाउँछौँ त 1 NaHCl, 1 NaHCl बनाउँदैछौँ हो। भोल्युम हामीले 250 ml मा 250 ml मा 1 NaHCl बनाउनु पर्ने छ हामीले हो। यसको लागि अब कति वेट लिनुपर्छ त भनेर चाहियो। सो हामीले पढिसकेका छौँ नर्मालिटीको फर्मुलामा। नर्मालिटीको फर्मुला के थियो? नर्मालिटी इक्वल्स टु weight into 1000 divided by equivalent weight into
भोल्युम इन एमएल। यो फर्मुला हो। हामीलाई यसको नर्मालिटी थाहा छ, इक्विभ्यालेन्ट वेट अफ HCl पनि थाहा छ, भोल्युम इन एमएल पनि थाहा छ। भनेपछि यहाँबाट हामीले के निकाल्ने त अब वेट निकाल्ने। सो नर्मालिटी कति छ हाम्रो 1, वेट थाहा छैन, वेट इन्टु 1000 डिवाइड बाई इक्विभ्यालेन्ट वेट कति छ 36.5 इन्टु 250 और कति हुनुभयो त वेट 36.5 इन्टु 250 डिवाइड बाई 1000 equals to weight. Therefore, weight equals to. अब 1 n को HCl बनाउनको लागि हामीले पनि वेट कति रहेछ 9.125 वेट। यसलाई लेखौँ वेट टु बी टेकन, वेट टु बी टेकन यति लिन पर्ने हो। तर सोलुसन बनाउँदाखेरि वेट लिँदाखेरि ठ्याक्क 9.125 मेजर हुँदैन, भइहाल्यो भने 9.11 हुन सक्छ, 10 हुन सक्छ, 13 हुन सक्छ। सो लेट अस कन्सिडर कति भयो त 9.11 भयो वेट टेकन 9.11 भयो। अब ठ्याक्क 1 n को कन्सन्ट्रेसन बनाउनको लागि त 9.125 लिनु पर्ने थियो, तर हामीले मेजर गर्दा कति मात्र भयो त 9.11 भनेपछि ठ्याक्क 1 n बन्ने भयो त बन्ने भएन नि त। सो कति बन्यो भनेर मेजर गर्नको लागि चाहिँ अब हामीले नर्मालिटी फ्याक्टर निकाल्छौँ। के हो त फर्मुला भन्दाखेरि नर्मालिटी फ्याक्टर F इक्वल्स टु वेट टु बी टेकन डिवाइड बाई वेट टेकन। कति छ 9.125 डिवाइड बाई 9.11 कति आउँछ हेरौँ। 9.125 डिवाइड बाई 9.11 1.001 आयो, 1.001 आयो हो। अब हाम्रो एक्चुअल नर्मालिटी कति भयो त एक्चुअल नर्मालिटी भनेको चाहिँ हाम्रो कति हुन्छ त 1 n इन्टु F 1 इन्टु 1.001 कति भयो 1.001 n। भनेपछि हामीले कन्सन्ट्रेसन बनाउन खोजेको ठ्याक्क एक्ज्याक्टली 1 n को थियो, तर हाम्रो कति बनिरहेछ 1.001 n को बनिरहेको रहेछ। भनेपछि नर्मालिटी फ्याक्टर भनेको के रहेछ त करेक्सन फ्याक्टर भनिँदो रहेछ यसलाई। किन करेक्सन फ्याक्टर भनियो, यसले नर्मालिटीलाई के गर्छ त करेक्ट गरिदियो। हामीले बनाउन खोजेको जति थियो त्यति बनिरहेको छैन, कति बन्यो एक्ज्याक्टली त्यो निकालिरहेछौँ। सो इट इज अ नर्मालिटी फ्याक्टर। हामीलाई इक्जाममा क्वेसन आउँदाखेरि चाहिँ कुनै केसमा चाहिँ नर्मालिटी दिइरहेको हुन्छ, जस्तै 2n भन्यो ब्र्याकेटमा f इक्वल्स टु समथिङ दिइरहेको हुन्छ। सो अब हामीले क्यालकुलेसन गर्दाखेरि त्यो 2n युज गर्नु भएन, 2n इन्टु f गरेर जति आउँछ द्याट विल बी आवर एक्चुअल कन्सन्ट्रेसन। सो यो कुरा ख्याल गर्नुपर्छ। अब अर्को हाम्रो के छ त टाइट्रेसन अनि टाइप्स अफ टाइट्रेसन, त्यस पछाडि डिफ्रेन्ट टर्म्स रिलेटेड टु टाइट्रेसन छ। सो सुरुमा टाइट्रेसन भनेको के हो भनेर बुझौँ। टाइट्रेसन भनेको के हो त भन्दाखेरि यस्तो प्रोसेस जहाँ हामीलाई एउटा सल्युसनको चाहिँ कन्सन्ट्रेसन थाहा छ, अर्को सल्युसनको कन्सन्ट्रेसन हामीलाई थाहा छैन। सो यस्तो प्रोसेस जहाँ हामीले नन सल्युसनबाट अननोन सल्युसनको कन्सन्ट्रेसन निकाल्छौँ त्यसलाई के भनिन्छ टाइट्रेसन भनिन्छ। भनेपछि प्रोसेस अफ डिटरमाइनिङ concentration of unknown solution by taking help of non-solution is known as titration. के रहेछ त टाइट्रेसन भनेको by taking
help of non-solution, finding the concentration of on non-solution. त्यसलाई के भनिन्छ टाइट्रेसन भनिन्छ हो अर्को हाम्रो टर्म हुन्छ स्ट्यान्डर्ड सल्युसन स्ट्यान्डर्ड सल्युसन भनेको जसको कन्सन्ट्रेसन थाहा छ नन कन्सन्ट्रेसन अर्को के हुन्छ त हाम्रो यसमा टर्म भन्दाखेरि टाइट्रेन्ट र टाइट्रान्ड हुन्छ जुन चाहिँ एक्जाममा इम्पोर्टेन्ट छ टाइट्रेन्ट अर्को के हुन्छ अरे टाइट्रान्ड यो टाइट्रेन्ड र टाइट्रान्ड भनेको के हो भनेर एक्जाममा हामीलाई डेफिनेसन सोध्न पनि सक्छ अथवा डिफरेन्स बिट्विन टाइट्रेन्ड एन्ड टाइट्रान्ड भनेर सोध्न पनि सक्छ सो हामीले प्र्याक्टिकल गर्छौँ 12 क्लासको प्र्याक्टिकल छ धेरै जसो कलेजमा प्र्याक्टिकल भइसकेको छ सो प्र्याक्टिकल टाइट्रेसनमा के गरिन्छ त भन्दाखेरि यस्तो खालको एउटा भाँडो हुन्छ जसलाई हामी ब्युरेट भन्छौँ अर्को यस्तो हुन्छ जसलाई हामी कोनिकल फ्ल्याक्स भन्छौँ यसलाई चाहिँ हामीले स्ट्यान्डमा अड्याएको हुन्छौँ यस्तो खालको सेटअप हुन्छ टाइट्रेसन गर्दाखेरिको सेटअप यस्तो हुन्छ यो माथिकोलाई ब्युरेट भनियो तलकोलाई कोनिकल फ्ल्याक्स भनियो यसलाई क्ल्याम्प स्ट्यान्ड भनिन्छ अब हामीले बुझ्न खोजेको टाइट्रेन्ड र टाइट्रान्ड हो अब हेरौँ त यहाँ टाइट्रेन्डमा हेर्नु है लास्टमा टी आइरहेछ याद गरौँ है टाइट्रेन्डमा टी आइरहेछ है टी आइरहेछ नि त टाइट्रेन्डमा धेरै टी आइरहेछ सो याद गर्न सजिलो एउटा आइडिया भनेको ब्युरेटमा पनि हेर्नु त यहाँनिर टी छ भनेपछि यस्तो सल्युसन जो नन हुन्छ जसको हामीलाई कन्सन्ट्रेसन थाहा हुन्छ जसलाई हामीले ब्युरेटमा राख्छौँ त्यसलाई के भनिन्छ त टाइट्रान्ड भनिन्छ भने यस्तो सल्युसन जसको हामीलाई कन्सन्ट्रेसन थाहा हुँदैन जसलाई हामी कहाँ राख्छौँ कोनिकल फ्ल्याक्समा राख्छौँ त्यसलाई के भनिन्छ टाइट्रान्ड भनिन्छ भनेपछि टाइट्रान्ड भनेको के रहेछ नन सल्युसन रहेछ टाइट्रान्ड भनेको अननन रहेछ यो भनेको इनब्युरेट हुने रहेछ यो भनेको इन कोनिकल फ्ल्याक्स रहेछ हो यो भयो अर्को टर्म छ टाइट्रेसन गर्दाखेरि युज हुने द्याट इज इन्डिकेटर अब इन्डिकेटर नाममै क्लियर छ इन्डिकेट भनेर आइरहेछ के हो त भन्दाखेरि यस्तो सब्सटेन्स जुन हामीले टाइट्रेसन गर्ने बेलामा एड गर्छौँ कोनिकल फ्ल्याक्समा हामीले यहाँ हाल्ने हो इन्डिकेटर हामीले कोनिकल फ्ल्याक्समा हाल्छौँ यसको काम के हो त भन्दाखेरि यस्तो सब्सटेन्स जसले चाहिँ आफ्नो कलर चेन्ज गराएर टाइट्रेसन कम्प्लिट भयो है भन्ने जानकारी दिन्छ त्यसलाई के भनिन्छ त इन्डिकेटर भनिन्छ सो के भन्छ त यस्तो सब्सटेन्स जसले टाइट्रेसन कम्प्लिट भयो भनेर देखाउँछ बाइ चेन्जिङ इट्स वान कलर दे आर नोन एज इन्डिकेटर कलर चेन्ज गर्ने इक्जाम्पल भनेको युजली युज हुने भनेको मिथाइल orange phenol ethylene etc भयो
अर्को हुन्छ जुन इम्पोर्टेन्ट छ, एकदमै इम्पोर्टेन्ट, भेरी इम्पोर्टेन्ट, जुन सोधिरहेको छ, इक्विभ्यालेन्स पोइन्ट। अर्को हुन्छ एन्ड पोइन्ट। यो हामीलाई डेफिनेसन पनि सोध्छ, डिफरेन्स पनि धेरै जस्तो सोधिरहेको हुन्छ। सो हेरौँ के हो त यो इक्विभ्यालेन्स पोइन्ट र एन्ड पोइन्ट भनेको भन्दाखेरि, अब टाइट्रेसन गर्दाखेरि ब्युरेटबाट हामीले केही कुरा खनाइरहेको छौँ कोनिकल फ्ल्याक्समा, हो कि होइन? त्यो खनाउने क्रममा माथि टाइट्रेन्ड छ, तल टाइट्रान्ड छ। अब एउटा यस्तो पोइन्ट आउँछ जहाँ टाइट्रेन्डको इक्वल एमाउन्ट रियाक्ट्स विथ टाइट्रान्ड, त्यो पोइन्टलाई के भनिन्छ? इक्विभ्यालेन्स पोइन्ट, इक्वल हुने पोइन्ट, जहाँ चाहिँ हाम्रो कम्प्लिट न्युट्रलाइजेसन हुन्छ, टाइट्रेन्ड र टाइटन इक्वल एमाउन्टमा रियाक्ट हुन्छ नि, त्यसलाई के भनियो? इक्विभ्यालेन्स पोइन्ट भनियो। देन वाट इज एन्ड पोइन्ट त? अब एन्ड पोइन्ट भनेको चाहिँ यस्तो पोइन्ट जहाँ हाम्रो टाइट्रेसन कम्प्लिट भयो है भन्ने कुरा थाहा हुन्छ। कसरी थाहा हुन्छ त? इन्डिकेटरले आफ्नो कलर चेन्ज गरेर हामीलाई थाहा दिन्छ कि यो चाहिँ हाम्रो एन्ड पोइन्ट हो, टाइट्रेसन कम्प्लिट भयो, स्टप गर भनेर, हो। भनेपछि इक्विभ्यालेन्स पोइन्ट भनेको के रहेछ? वेयर equal amount of titrant react with titrant. इन्पोइन्ट भनेको रहेछ where titration is completed shown by change in color of indicator. इक्विभ्यालेन्स पोइन्टमा चाहिँ इक्वल एमाउन्ट अफ टाइट्रेन्ट र टाइटन रियाक्ट भएको पोइन्ट भयो। इन पोइन्ट भनेको चाहिँ त्यो इक्वल भए पछाडि, टाइटेन्ट र टाइटेन्टको एमाउन्ट इक्वल भए पछाडि अब टाइट्रेसन सकियो है भनेर देखाउने पोइन्ट भयो। भनेपछि इक्विभ्यालेन्स पोइन्ट भनेको हाम्रो थ्योरिटिकल पोइन्ट भयो, थ्योरिटिकल पोइन्ट भयो, यो थ्योरी हो, थ्योरिटिकल पोइन्ट भयो। भने इन पोइन्ट चाहिँ हामीले कलर चेन्ज भएको देख्छौँ नि त, सो के भयो त? प्र्याक्टिकल पोइन्ट भयो, प्र्याक्टिकल पोइन्ट भयो। यो थ्योरिटिकल पोइन्ट भएको भएर यसलाई हामीले देख्दैनौँ, कान्ट बी सिन बाई आइज। हामीले यो ल है अब टाइटेन्ट र टाइटेन्टको इक्वल एमाउन्टमा रियाक्ट भयो है भनेर थाहा पाउँदैनौँ, तर इन पोइन्ट थाहा पाउँछौँ किनभने त्यहाँ इन्डिकेटरले आफ्नो कलर चेन्ज गर्छ। सो इट क्यान बी सिन बाई आइज भयो। अर्को भनेको इन पोइन्ट सुरुमा आउँछ कि इक्विभ्यालेन्स पोइन्ट सुरुमा आउँछ त? सिम्पल कुरा भयो, इक्विभ्यालेन्स पोइन्ट सुरुमा आउनु भयो एन्ड देन बल्ल के आउनु भयो? इन पोइन्ट आउनु भयो। कम्स जस्ट बिफोर इन पोइन्ट। यसमा के हुनु भयो त? कम्स जस्ट आफ्टर एन्ड आफ्टर इक्विभ्यालेन्स पोइन्ट। सो यो चाहिँ एकदम इम्पोर्टेन्ट छ, एक्जाममा सोधिराख्ने क्वेसन पनि हो, डिफरेन्स बिट्विन इन पोइन्ट एन्ड इक्विभ्यालेन्स पोइन्ट। लास्ट बट नट द लिस्ट हाम्रो अब रहेको छ टाइप्स अफ टाइट्रेसन। सो देयर आर डिफ्रेन्ट टाइप्स अफ टाइट्रेसन। अहिले चाहिँ हामीलाई चाहिने इम्पोर्टेन्ट टाइट्रेसनको बारेमा मात्रै डिस्कस गर्छौँ। सो द फर्स्ट वान इज एसिड बेस टाइट्रेसन। नामै क्लियर छ, एसिड र बेसमा भएको टाइट्रेसनलाई नै के भनिन्छ? एसिड बेस टाइट्रेसन भनिन्छ। यो के यसमा चाहिँ एकचोटि सपोज एसिड चाहिँ हाम्रो नन सल्युसन छ, त्यसको हेल्पबाट हामीले अब बेसको कन्सन्ट्रेसन निकाल्छौँ भने पनि त्यसलाई एसिड बेस टाइट्रेसनै भनिन्छ। अर्को भनेको एसिड चाहिँ अननोन छ, बेस चाहिँ नन छ, सो
बेसको हेल्पबाट अब हामीले एसिडको कन्सन्ट्रेसन निकाल्छौँ भने पनि त्यसलाई के भनिन्छ एसिड बेस टाइट्रेसन भनिन्छ भनेपछि एसिड बेस टाइट्रेसन कति टाइप्सको रहेछ त दुई टाइप्सको रहेछ एसिडिमेट्री अर्को हुन्छ अल्कालिमेट्री हो अब एसिडिमेट्री भन्ने बित्तिकै नाममा एसिड आएको छ सो याद गरौँ एसिडिमेट्रीमा एसिड आएको छ भनेपछि एसिड चाहिँ हाम्रो नन सल्युसन हुन्छ यसको हेल्पबाट हामीले अब कसको पत्ता लगाउँछौँ त बेसको कन्सन्ट्रेसन पत्ता लगाउँछौँ सो यस्तो टाइट्रेसन जहाँ एसिड के छ नन छ बेस के छ अननोन छ एसिडको हेल्पबाट बेसको कन्सन्ट्रेसन निकाल्ने टाइट्रेसनलाई के भन्दो रहेछ एसिडिमेट्री भने अल्कालिमेट्री भनेको अल्काली आइरहेछ भनेपछि यसमा बेस के हुनुभयो नन एसिड के हुने भयो अननोन भनेपछि अल्कालिमेट्री भनेको एसिडको कन्सन्ट्रेसन पत्ता लगाउने बाई टेकिङ हेल्प अफ बेस हो यो एसिड छ यो बेस छ यसमा एसिड नन छ यसमा बेस अननोन छ यसमा बेस नन छ एसिड अननोन छ सो दिस इज एसिड बेस टाइट्रेसन हो अर्को हामीलाई चाहिने भनेको के छ त रिडक्स टाइट्रेसन रिडक्स आयो यसमा रिडक्सन पनि हुनु पर्यो यसमा अक्सिडेसन पनि हुनु पर्यो यस्तो टाइट्रेसन जहाँ टाइट्रेन्ट अथवा टाइट्रान मध्ये एउटा कुरा रिड्युस भएको हुनु पर्यो भने अर्को कुरा अक्सिडाइज भएको हुनु पर्यो यो जुन रिडक्स टाइट्रेसन छ यो टाइट्रेसन पनि हामी ल्याबमा गर्छौँ हाम्रो प्र्याक्टिकल हो सो हाम्रो एउटा प्र्याक्टिकल छ जहाँ चाहिँ हामीले टाइट्रेसन बिट्विन KMnO4 र अक्जालिक एसिड गर्छौँ KMnO4 versus oxalic acid so this is a redox titration यो चाहिँ हाम्रो बोर्ड एक्जाममा पनि सोधेको थियो प्र्याक्टिकल जसरी टेबल बनाएर यहाँबाट क्वेसन आएको छ यो क्वेसन पनि हामी पछि सल्भ गर्ने नै छौँ सो यस्तो टाइट्रेसन जहाँ एउटा कुरा के भइरहेको हुन्छ रिड्युस भइरहेको हुन्छ र जहाँ अर्को कुरा के भइरहेको हुन्छ अक्सिडाइज भइरहेको हुन्छ भने त्यसलाई के भनिन्छ रिडक्स टाइट्रेसन एक्जाम्पल KMnO4 versus oxalic acids so that's all for now हाम्रो अब भोल्युमेट्रिक एनालाइसिस च्याप्टरको थ्योरिटिकल र केही न्युमेरिकल गराएर हामी सकायौँ अब बोर्ड एक्जाममा सोधिएका केही क्वेसन्सहरू लिएर म नेक्स्ट भिडियोमा आउनेछु अन्टिल द्याट थ्याङ्क यू एभ्रिवन किप वाचिङ फलो फर